नमस्कार। के भन्नुहोस् त? म शेखर पौडेल, शान्ति नमुना मावि कक्षा 10 संयोजक। हाम्रो विद्यालय राष्ट्रकै नमुना विद्यालय हो। कार्यक्रमको हिसाबले पनि र नतिजाको हिसाबले पनि पढाइमा मात्र फोकस होइन, हामी त्यो सँगसँगै एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि शान्ति नमुना अगाडि नै छ। हरेक खालका खेलकुद र खेलकुद प्रशिक्षकहरू हुनुहुन्छ हामी कहाँ। जस्तै मैले तपाईँको कुरा काटेँ, अहिले तपाईँको विद्यालयबाट 18 जनाले 4 GPA लिएर आउँदै गर्दा तपाईँको बाहिरबाट अलि अरू स्कुलबाट या त कस्तो खालको रेस्पोन्स आइरहेछ यो शान्ति विद्यालयको लागि? कस्तो रहेछ भन्दा सामुदायिक विद्यालय हामी सबैको साझा संस्था हो यो, हाम्रो व्यक्तिगत लगानी होइन। त्यो कारणले गर्दा नतिजा राम्रो आइसकेपछि आजको दिन मात्र होइन, विगतका दिनहरूमा पनि हाम्रो अभिभावक सहयोग हामीलाई र बाहिर समाज राष्ट्रले नै हामीलाई राष्ट्रको नमुना विद्यालय हजुरहरूले राम्रो गर्नुभएको छ भनेर उहाँहरूको रेस्पोन्स एकदम राम्रो छ। गार्जेनहरू अनि विभिन्न सरकारी निकायहरू हुनुहुन्छ, शिक्षा हेर्ने निकाय छ, सबैले हामीलाई हौसला प्रदान गर्नुहुन्छ। हामीले गरेको राम्रा अभ्यासहरू उहाँहरूले अन्य विद्यालयहरू र अरू क्षेत्रहरूले पनि अनुसरण गर्नुहुन्छ, जसले गर्दाखेरि हामीलाई ठुलो हौसला प्रदान भएको छ र अहिलेको यो नतिजाले अझै हामीलाई चुनौती पनि थपेको छ। आगामी दिनहरूमा हामी अझै राम्रो गर्नुपर्छ। अहिलेको नतिजालाई हामी खस्किन दिनु हुँदैन भनेर त्यसमा पनि हामी सचेत छौँ। अब अहिले 18 अब ल्याउँदा अब आउँछ त तपाईँको 20-25 ल्याउनु पऱ्यो होइन सर? एकदम हामी त्यो तरिकाले लागिरहेका छौँ। हाम्रो टिम छ र टिमले एउटा प्लान बनाउँछ, त्यो प्लानलाई हामी सबैले इम्प्लिमेन्ट गर्छौँ र त्यसैले नै हामी सक्सेस भएको। एकल प्रयासले यो सम्भव छैन। शान्तिमा एउटा टिम छ, टिम स्पिरिट नै हो। यति भन्न चाहन्छु। र अन्य विद्यालयहरूको सन्दर्भमा कुरा गर्दा अन्य सरकारी विद्यालयहरूले पनि अहिले धेरै राम्रो गर्नुभएको छ होइन। सङ्घीयतामा देश गइसकेपछि स्थानीय तहले शिक्षा हेर्न थालिसकेपछि चाहिँ विद्यालयहरूमा निरीक्षण अनुगमन धेरै भइरहेको छ र शिक्षकहरूले पनि हामीले केही गर्नुपर्छ, शिक्षकले चाह्यो भने गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणहरू सरकारी विद्यालयहरूले प्रस्तुत गरेका छन्। बुटोलमा त यसै पनि देशका ठुल्ठुला विद्यालयहरू बुटोलमा नै छन् र हामी पनि देशकै सर्वोत्कृष्ट विद्यालय भनेर अहिले यो नतिजा मार्फत पनि र अन्य गतिविधिहरू मार्फत पनि प्रस्तुत गरेर हामीले प्रमाणित गरेका छौँ। शान्ति। ओके, थ्याङ्क यू सो मच। हजुर सर, नमस्कार। नमस्कार। सरको शुभ नाम भन्नुहोस्। म धर्मगत शर्मा, शान्ति नमुना माविको मावि कोअर्डिनेटर। हजुर। र म चाहिँ त्यहाँ अङ्ग्रेजी मिडियम र नेपाली मिडियम दुइटै छ हाम्रो शान्ति माविमा। म दुइटै माध्यममा म्याथ्स र साइन्स शिक्षण गर्छु र हाम्रो यो शान्ति नमुना मावि वास्तवमा राष्ट्रकै एउटा उच्च मान्यता बोकेको अथवा यो एजुकेसन सेक्टरमा भनौँ वा शिक्षाको पद्धतिमा हेर्दाखेरि अग्रणी रूपमा रहेको चाहिँ एउटा शैक्षिक संस्था हो र यसभन्दा 8-10 वर्ष अगाडि पनि हाम्रो यो बाटो चाहिँ नेपालमा सामुदायिक रूपमा फर्स्ट र सेकेन्डका विद्यार्थीहरू उत्पादन भइसकेका हुन् र त्यो चाहिँ नतिजालाई हामीले निरन्तर राख्ने क्रम यथावत नै छ र रहिराखेको छ र भइराखेको छ, जसले अहिलेको 18 जनाको 4 GPA को प्रक्रियाले पनि त्यसलाई उजागर गरेको छ। सामुदायिक विद्यालयको त रेकर्डै तोडियो त सर है? यो अहिलेको त रेस्पोन्स कस्तो छ बाहिरबाट? जस्तै अरू विद्यालय अब यस्तो छ, यो हामीले सामुदायिकबाट यसरी चाहिँ नतिजा निकाल्दाखेरि सामुदायिकहरू धेरै खुसी हुन्छन्, किनभने यहाँ धेरै जसो संस्थागत विद्यालयहरूले चाहिँ ओगटेको ठाउँ हो, हस्तक्षेप गर्न थालेको जस्तो हुन्छ। त्यसकारण अहिले आएर के देखिन्छ भन्दा हाम्रो शान्ति जस्तो अन्य विद्यालयहरू पनि अब शान्तिले साख निकालिसकेपछि हामीले पनि निकाल्नुपर्छ भनेर अरू साथीहरू पनि अरू विद्यालयका साथीहरू पनि लाग्नु भएको छ र उदाहरण हामीलाई दिनुहुन्छ र उहाँहरूलाई हामीले के गर्नुपर्छ भनेर हामीसित धेरै त्यस्ता किसिमका चाहिँ के छ यसका चाहिँ प्रोसेसहरू भनेर खोज्नुहुन्छ। आफै टिचरहरूले खोज्ने, आफै हेड सरहरूले खोज्ने, विभिन्न टिचरहरू आउने हाम्रो स्कुलमा आएर भिजिटिङ गर्ने, के छ यसको चाहिँ तपाईँहरूको फरकपन के छ भनेर खोज्ने। यसरी अत्यन्तै जागरुक भएको अवस्था मैले सामुदायिक विद्यालयमा पाएको हुनाले केही समयमा नै मलाई लाग्छ समुदायतिर नै धेरै बच्चाहरू फर्कने छन् र त्यसको उदाहरणको रूपमा हाम्रो शान्ति नमुनाले पनि त्यो चाहिँ उदाहरण प्रस्तुत गरिराखेको छ। ओके, थ्याङ्क यू सो मच। धन्यवाद।